पो रहेछ यार के हो यो हो साथ त लगिदियो यार She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. फाइनली केटो चाहिँ आइपुग्यो है त Keeps pulling at my chain. को छिटो आइपुग्यो त यार You carry the sun in your stride. अहिले चाहिँ म छु यहाँ होमस्टेमा देवचुलीको होमस्टे जुन चाहिँ 4,400 फिटको हाइटमा चाहिँ छ अनि यहाँ चाहिँ श्री देवचुली चुली बोझा मगर समुदायको होमस्टे भएको होइन अनि यसो प्रायः चाहिँ यता मगर नै हुनुहुँदो रहेछ त्यस्तो बिना खासै घर त छैन तर मगरहरू नै धेरै भेटिनु हुँदो रहेछ सो अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ अनि भोलि बिहान चाहिँ हामी छिटै नै माथि चढ्ने भनिरहेको छौँ सो लेट्स सी के कसो हुन्छ अनि त्यही हो त हामी चाहिँ यहाँ बस्यौँ तपाईँहरू पनि आउँदाखेरि चाहिँ अलिकति सायद अलिकति भनौँ न बुझेर अनि आउनु होला भन्नु चाहेँ यही भिडियो मार्फत पनि मैले बुझेको र सुनेको चाहिँ सबै म सुनाइ नै हाल्छु सो त्यही नै हो थ्याङ्क्स फर वाचिङ अनि आजको दिन चाहिँ यहाँ इन्ड हुन्छ त्यसपछि हामी भोलि चाहिँ बिहान नै सायद राति नै हामी निस्किन्छ होला माथिको लागि अनि हामी 9 बजीतिर फर्किने हिसाबले त्यसो चाहिँ के गर्छौँ लेट्स सी के कस्तो हुन्छ र Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside you. So, hello and namaste, welcome back to the new episode and Heaven is with Nepal is real. This is the second season, second episode of GRO vlog and today we are doing something big and so this video is started from the hilltop of Nawalpur district and it will be the great and very excitement video or documentary because we are doing hiking at the hilltop of Depchuli Hill, which is the altitude of 1,639 meters sea level from sea level, and it will be the best choice to do hiking here. And I would like to recommend this place to do hike. And so this video started from the hilltop of Depchuli Hill. So let's start this video from here. We can found 4G and 5G network here. Sorry, 4G network only, 5G is not supported because here is only 4G network supported. अहिले चाहिँ हामी उकालो चढ्दैछौँ देवचुलीको अनि ऊ चाहिँ हिजो बेलुका मैले उसलाई फोन गरेर बोलाएँ अब आयो त्यसपछि हामी चाहिँ उकालो चढ्दैछौँ
ट्याक्क उकालो चढेपछि चान्चुने फर्स्ट टावरनिर आइपुगेपछि चाहिँ एउटा बस्ने ठाउँ भेटिँदो रहेछ। कोही आएको छौँ फर्स्ट टावर धन्दै फर्केन। अनि ऊ त्यो चाहिँ फर्स्ट टावर हो एज यु क्यान सी। अनि हामी चाहिँ त्यहाँ पुग्नलाई अझै टाइम लाग्छ। सो अनि हामी सँगसँगै यहाँ बसेको भाइ बहिनीहरू चाहिँ आउँदैछन्। तल कता परेर। सो त्यही हो, यहाँसम्म आइपुग्यो हामी चाहिँ बिस्तारै बिस्तारै गर्दै। अनि हामीलाई चाहिँ टाइम कति लाग्यो चान्चुन 1 घन्टै लाग्नु लाग्यो। त्यहाँबाट यहाँ आउन 1 घन्टा लाग्नु लाग्यो। त्यो कसरी जाने बाटो चाहिँ अलिकति घुँगरो टाइपको रहेछ, अलिक उकालो पनि भयो। हुन त यति घुँगरो भनेको ठिकै हो। अब त्यो सोझो बाटो हुन्थ्यो भने त्यो पनि आउनु सक्थेन हामी। सो त्यही हो। अब यहाँबाट माथि उक्ल्यौँ। अनि माथि के छ त्यो हेरौँ। 5 बजेको अलार्म भइसक्यो मेरोमा। 5 बजी ठ्याक्क। बाटो पाङ्ग्रेसम्म त ठिकै छ लगभग बाटो। पाङ्ग्रेबाट माथि चढ्दा त ओहो उहाँ त ज्वरै आउनु थाल्यो नि। ट्याक्कै 5 बज्यो। हामी अहिले आइपुग्दा चाहिँ ठ्याक्कै 5 बज्यो। भनेको हामी फर्स्ट टावरमा चान्चुन पुगिसक्यो। अब दर्शन ढुङ्गा टाइपको रहेछ है नै ढुङ्गा नि सब सेतो छ। सो दर्शन ढुङ्गा नै हो यो सब यस्तो छ। म चाहिँ यहाँ ठ्याक्कै यो भ्यू टावरमा आइपुगेँ। अनि भ्यू टावरबाट चाहिँ म यहाँबाट निहाल्दैछु ठाउँहरू। एज यु क्यान सी इट्स नट क्लियर बट यहाँसम्म आएर हेर्ने मौका चाहिँ पाइयो। यस्तरी एज यु क्यान सी यो एउटा घर जस्तो बनाएको रहेछ। यहाँ केटाहरूको कहाँबाट आएको केटाहरूनिर। सो यताबाट वहाँ तलबाट आएको हामी। त्यो 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 जुन देखेको घरहरूको ठ्याक्कै अपोजिट पारिपट्टि भित्तामा एउटा होमस्टे छ। सो त्यहाँबाट आएको हामी चाहिँ यो बाटो हुँदै। अनि अझै हामी फर्स्ट टावरमा चाहिँ आइपुग्यो। एन्ड एज यु क्यान सी द भ्यू अफ स्काई। वाउ भेरी भेरी ब्युटिफुल भ्यू यार। अनि अब चाहिँ हामी उकालो लाग्नुपर्ने बाटो चाहिँ यो हो। सो हामी यहाँबाट उकालो लाग्दै जानुपर्ने हुन्छ अरे। त्यही हो है। दिस इज माई फर्स्ट हाइकिङ एन्ड इट्स भेरी गुड फर मी। एन्ड मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ। सो तपाईँहरूलाई पनि हेर्नु मजा लागिरहेको होला। भन्दै अब हामी यहाँबाट चाहिँ अझै माथि जान्छौँ। सो त्यही हो, माथि गएर हेरौँ के कस्तो हुन्छ। त्यही हो त। के हो यस्तो यो ओए कस्तो डरलाग्दो हो त नि यार। ओए कसम जानु र नजानु डर लाग्यो मलाई त। त्यहाँसम्म हेर्नु न लाइटवाला त सानो मन्दिर रहेछ। यहाँबाट उता जाने बाटो हो। त्यही भन्छु नि। ए तर कस्तो डर लाग्दो टाइपको रहेछ यार। के हो यो सातो लगिदियो यार। चमेरा पो रहेछ मायाजला फ्याट। तिमीले मेरो साथ ओए मा सातो लगिदिएर यार।
कहाँ भुत्ता आइदिएर त अनि थट Finally, we get here in 2 hours. हामी चाहिँ बिहान 4 बजे निस्केको थियौँ होमस्टेबाट एन्ड हामी चाहिँ बाइकमा स्कुटरमा गरेर आएको अनि खास गरी म चाहिँ हिजो सोलो राइड गर्ने भनेर आएको थिएँ अलिकति डिस्टर्बेन्स आएको होला हावाले गर्दाखेरि सो इग्नोर इट एन्ड अनि हिजो चाहिँ म चान्चुन 12:30 बजे म सिजीबाट हिँडेको थिएँ 12:30 बजे त्यहाँबाट हिँडेपछि अनि यहाँ माथि चाहिँ म 2 बजे चान्चुन आइपुगेको थिएँ यो होमस्टेमा अनि त्यहाँबाट मलाई के सोच आयो भन्दाखेरि होइन हाइकिङ अझै गरौँ कि जस्तो लागेको थियो हिजो बेलुका अनि त्यहाँ मैले के बुझेँ भन्दाखेरि विदाउट वाटर एन्ड भनौँ न विदाउट फ्रेन्ड्स हामी चाहिँ त्यहाँ जान अलिकति अप्ठ्यारै हुन्छ भन्ने टाइपको चाहिँ कुरा भयो अनि हामी एकचोटि ट्राई गर्छु कहाँसम्म पुग्न सकिन्छ भनेर म आधी बाटोसम्म पनि आएँ आधी त के भन्नु होइन त्यो भनेको चाहिँ चान्चुन 25% चाहिँ आएँ होला म होइन 100मा यो होमस्टेबाट है 25% चाहिँ आएँ म त्यहाँबाट माथि त धेरै नै रहेछ अझै होइन 75% त अझै बाँकी रहेछ सो त्यहाँबाट त्यहाँसम्म आइपुग्दाखेरि म चाहिँ यस्तो थाकेको थिएँ कि अनि त्यतिखेर अब गर्मी थियो नि त हिजो दिउँसो त एकदम गर्मी थियो 2-3 बजे भनेको गर्मी नै हुने अब त्यो टाइम नै त्यस्तै टाइम हो सो त्यतिखेरको टाइममा अनि त्यहाँ आइपुग्यो अनि त्यहाँबाट चाहिँ म सक्दिनँ भनेर त्यहाँबाट म रिटर्न भएँ किनकि म एक्लै थिएँ सोलो राइड भइरहेको के सोलो हाइकिङ भइरहेको थियो अनि त्यही माथि पानी पनि एकदम तिर्खा लागिरहेको त्यहाँबाट मैले हाइकिङ गर्न सकिनँ सो आई रिटर्न ब्याक टु होमस्टे एन्ड देन आई कल माई फ्रेन्ड टु बी हियर अनि यहाँ आऊ जसरी भए पनि आऊ भनेर चाहिँ मैले फोन गरेर बोलाएँ अनि ऊ चाहिँ आयो आएर अनि म पोखरी भन्ने ठाउँसम्म लिन गएँ त्यहाँबाट उहाँ अब पोखरी भन्ने ठाउँ चाहिँ होइन अहिले मैले भिडियो खिचेको छु हल्का फुल्का त्यहाँ हेर्नु होला एकछिनमा अनि त्यहाँ पुगेर चाहिँ मैले लिएर आएँ उसलाई अनि त्यहाँबाट हिजोको दिन चाहिँ त्यति गफसफ गऱ्यो त्यतै सकियो रात सकियो अनि आजको डे स्टार्टेड 3 बजी उक्लिने भनेको तर कस्तो भयो भन्दाखेरि हिजो राति चाहिँ अलिकति ढिलै सुत्यो म चान्चुन 1 बजे 1 बज्न आँटेको थिएँ म सुत्दाखेरि अनि 3 बजे उठ्न त अलिक गाह्रो भयो त्यसपछि होइन एकछिन त सुत्नुपर्छ यार भनेर अनि 4 बजेतिर हिँडेको सो त्यही हो अब यहाँबाट चाहिँ मलाई त्यहाँ पुग्नलाई 2 मिनट लाग्छ माथि टावरमा पुग्नलाई चाहिँ सो त्यही हो अब जाऊँ माथि नै गएर हल्का फुल्का भिडियोहरू लिगौँ अब सनराइज चाहिँ हामीले हेर्न पाइएन किनकि अब सनराइज अघि नै भइसक्यो अनि बादलले पनि छोपिसक्यो यहाँ चाहिँ यस्तो हावा सर चल्या दिस इज माई फर्स्ट हाइकिङ त्यही भएर आई एम सो एक्साइटेड अलिकति यहाँ टुप्पामा आएर अलिकति मलाई रमाइलो पनि लागिरहेछ यहाँ चाहिँ सबै दर्शन हुन पाइँदो रहेछ होइन चट्टान छ भिरमा यस्तो खतरा भिड छ कि त्यहाँबाट यसो तल हेर्ने भने छङ्गा छु त केही देखिँदैन होइन त्यस्तो भिड छ त्यस्तो भिडमा ढुङ्गाहरू यस्तरी अडेर बसेको छ यो ढुङ्गा हामी तल हिँड्दै पल्ट्यो भने के होला कि होइन सो त्यो सोचेर पनि अलिकति डर चाहिँ लाग्छ सो त्यही हो हामी माथि नै गएर भेटौँ है त यो चाहिँ ट्याक्क मार्नुङकोटकै टाइपको चाहिँ फिल आउँदो रहेछ यो चाहिँ है अनि त्यहाँ तल जाने बाटो पनि रहेछ सो एज यु क्यान सी द प्लेस फ्रम हियर वाव बवाल देखेको यार यस्तै फोहोर चाहिँ गर्न नपाइयो फोहोर गरेको रहेछ मान्छेहरूले सो त्यही हो यस्तो रहेछ हाइट बब्बालै रहेछ त यार ठाउँ त हाइट हामी
देवचुली पनि आइयो। यति भएपछि स्ट्रगल बबारै भयो, रमाइलो पनि त्यही अनुसारको भयो। अनि यो ठाउँमा चाहिँ अहिलेसम्म लाइन आइपुगेको छैन। यहाँ चाहिँ सोलरबाट चाहिँ यहाँ काम हुँदो रहेछ। यस्तो चलिरहेको छ सोलरबाट। टावर आउँछ टिपे है, टावर आउँछ टिपे होइन। सोलरहरू केही पनि छैन, कसरी चले त यार, एउटै पनि मागिरहेन सोलर त। कसरी चले यो, हुँदै चले होइन, तार त एउटै छैन। अनि यहाँ टावर चाहिँ कहाँबाट आइरह? हुन त एउटा चाहिँ के हुन्छ भन्दाखेरि टावरको नजिक कहिले पनि राम्रोसँग नेट चल्दैन, त्यो फ्रिक्वेन्सी प्रब्लम हुन्छ। सो हामी चाहिँ आइपुग्यौँ ट्याक्कै देवचुलीको डाँडामा। बोतल हाल्यो। सो यही हो यहाँबाट देखिन्छ सिन चाहिँ। ओ हेर्न मा कसम भिड, ए भगवान् भिड, हेर त भिड। ओए डर लाग्यो मलाई त यत्रो राम्रो यहाँ, डर लागिरहेको राम्रो भन्छ यार। मा कसम यार डर लाग्यो मलाई त। हेर्नु यस्तो भिड रहेछ, मैले त यता त हेर्दै हेरेको थिइनँ यार। मा यहाँबाट खस्यो भन्दा वे आई एम सरी हुन्छ यार। मा कसम ल त्यही हो, यहाँसम्म आयो त्यही हो ठुलो कुरा। मलाई चाहिँ यहाँ आउन एकदमै मन लागिरहेको थियो, आइपुगे पनि। मलाई अब यो लेन चाहिँ गाह्रो हुन्छ, डर लाग्छ मलाई। यो नट त फुसिँदैन होला नि, मलाई लाग्यो डर लाग्यो। त्यही हो, यहाँबाटदेखि चाहिँ त्यस्तो अब यही छ देखिने कुरा, देखाउने कुरा यही छ भने चाहिँ अब केही पनि छैन त्यस्तै भन्ने पनि है। यहाँबाट देखिनु भने यस्तो दामी भिड छ। अनि ढुङ्गा हेर्नु कस्तरी छ कि, ढुङ्गा पुरा चुच्चो चुच्चो ढुङ्गा छ, पुरै यो फलामे ढुङ्गा टाइपको ढुङ्गाहरू हेर्नु। आफै सेप बने क्या, कस्तो कस्तो सेप बने क्या यहाँ, आफै कि आफै। जस्तै यता भिड हेऱ्यो, यस्तो भिड। देखा त हिमालु, ए हिमाल देखा है, के हिमाल हो तर यार देखा। त्यही हो, त्यही भने नि त्यही देखा। ऊ त्यो चाहिँ छिम्केश्वरीको डाँडा अरे यो चाहिँ, मैले भनेको सुन्यो है। देवचुली चाहिँ त्यो अरू डाँडाभन्दा यो चाहिँ एकदम हाइटमा छ यार, त्यो चाहिँ मैले फिल गरेँ आज। सो त्यही हो, अब यहाँबाटदेखि त्यस्तो बिना चाहिँ केही छैन। म सानोतिनो भिडियो चाहिँ लिन्छु, अनि त्यसपछि यहाँ पछाडि हेर्दै गर्नु होला। सो त्यही हो है त। अनि हामी चाहिँ फर्किने भेटौँला एकैचोटि। ओके बाई बाई। सो हामी चाहिँ यहाँ उसबाट चाहिँ निस्क्यौँ देवचुली डाँडाबाट। यहाँ यस्तो चिसो हुँदो रहेछ यार, यो गर्मीको टाइम हो खास गरी भन्नुपर्दा, तर त्यो टाइममा पनि यस्तो चिसो छ यहाँ। आमामा झन् चिसोको टाइममा कति चिसो होला क्या, त्यो पुरा हुन्छ जाडोले त्यस्तो भइरहेको कि आमामा छ्या। अनि यो ठाउँ अलिकति मजाले चाहिँ विकास गर्ने हो भने चाहिँ यहाँ बोर्डहरू यो सबै यो च्यातेर फालेर रहेछ यहाँ गर्ने हो भने चाहिँ
राम्रो स्कोप छ यो ठाउँको, त्यो चाहिँ म लेखेर दिन्छु। सो त्यही हो, अब हामी चाहिँ फर्किँदैछौँ। अनि यहाँबाट अब हामी रिटर्न ब्याक टु होमस्टे। म चाहिँ 2 दिन भयो आज सुत्दा चितवनबाट नाइघाटबाट निस्केको, अनि आज चाहिँ म घर फर्किन्छु। मजाले पुग्दो रहेछ है। बसेको होमस्टे चाहिँ यही हो, तपाईँहरू पनि आएर त्यहाँ बस्न सक्नुहुन्छ। अनि यहाँको लोकेसन अनि के भन्छ अरे यो चाहिँ नम्बर चाहिँ म त्यहाँ तलपट्टि राखिदिएको हुन्छु, त्यो हेरेर चाहिँ तपाईँहरूले कन्ट्याक्ट गरेर पनि आउनु सक्नुहुन्छ। सो होमस्टेमा आएर तपाईँहरूले सादा खाना, अब मासुहरू यताउति पनि मजाले पाउन सक्नुहुन्छ। अब ड्रिङ्क्सहरू पनि यहीँ मजाले पाउन सक्नुहुन्छ, त्यो भइहाल्यो। अनि नम्बर म यहाँ तलपट्टि छोडिदिइराखेको हुन्छु। सो भिडियो हेरेर आउनुहुनेहरूले चाहिँ ट्याक्क आउनु होला, अनि त्यसरी इन्जोय गर्नु होला भन्न चाहेँ। सो त्यही हो। थ्याङ्क्स फर वाचिङ, सी यु अगेन, ह्याभ ए विथ सिजन 2 सेकेन्ड एपिसोड चाहिँ यहाँ इन्ड हुन्छ। अनि अहिले चाहिँ हामी अब चितवन फर्किन आँटेको, नारायणघाट फर्किन आँटेको। सो त्यही नै हो, थ्याङ्क्स फर वाचिङ, सी यु अगेन, सी यु इन नेक्स्ट भिडियो।